नमस्ते। पूरा भिडियो हेरेर साथ दिनु होला है त। दर्शकबिन भुन्टी पहिला फुल जस्तो फुलेको सबैभन्दा गाउँको राम्री एकदमै सुन्दरी भएको युवतीलाई लगेर कसले फसाए त? के साँच्चै भुन्टी आफ्नै कारणले माया पिरतीमा फसेकी हुन् त? कि भुन्टीलाई जबरजस्ती बिहे गरिदिएको त? हेर तपाईँले सबै कुरा बुझिसक्नुभयो। भूपेन्द्रले हाँस्दै गरेको सुटिङ के नाटक थियो कि के थियो? हेर्नुहोस् त, भुन्टी एकदम निराश अवस्थामा देखिन्छन्। भूमिकाहरू पनि नाचेर औकाले थिए। दर्शकबिन अबको आउने पाठमा के हुन्छ त? दर्शकबिन अबको आउने पाठमा के साँच्चै धमाका हुन्छ त? जब भुन्टीको बुवा सहरमै बस्ने भनेर लागे तब सबैलाई टेन्सन हुन थाल्यो। सबै झुकझुक्याउन थाल्यो। सबै भाउजूहरू रिसाउन थाल्नु भयो। सबैजना के भयो? हजुरहरूले लाइक कमेन्ट गर्नुभएको छैन भने एक लाइक कमेन्ट गरिदिनु होला। दर्शकबिन फेरि दोहोऱ्याउन चाहे युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला। दर्शकबिन भुन्टीले आफूले मन पराएको भूपेन्द्रलाई यस्तो हुँदा के भइरहेको छ हालत? भुन्टीले के पहिलाको जस्तै माया पाउलिन् कि पहिलाको जस्तै माया नपाउलिन्? तपाईहरूले भिडियो अन्तिमसम्म हेर्नुभयो भने सबै कुराको एक एक च्याप्टर थाहा पाउनुहुनेछ। जब उनको ससुरा पुगिसकेपछि उनको ससुरालाई स्वागत गर्दाखेरि भुन्टीको जेठाजु जेठानी रिसाए। भुन्टीले जेठाजु र दियरको माया अलि पाएको कारण भुन्टीले त्यहाँ बाँच्ने एउटा सौभाग्य पाएको थिइन्। त्यही पनि दियर त दियर, नाम मात्र दियर भएका थिए। घरि बुझ्ने घरि नबुझ्ने भनिन्छ नि, कुकुरलाई घिउ पस्दैन। भुन्टीले त्यत्रो गरेको गुण कहिले बिर्सिएनन् भन्न त सकिँदैन, तर उनको बेला मन परिवर्तन भइरहन्छ। अघिल्लो भागमा अस्तिको भागमा के भएको छ भने भुन्टीको नन्द भूमिका प्रेग्नेन्ट हुँदा पनि भुन्टीलाई आरोप लगाएर फसाइएको थियो। मेन कुरा अहिले भूपेन्द्रको होस आइसकेपछि भूपेन्द्रले भुन्टीलाई फेरि स्वीकार्छन् कि स्वीकार्दैनन् होला? हामीले त्यही भिडियो हेर्दै चिन्तामा बसिरहेका छौँ। अबको आउँदो भागमा के हुन्छ त? के साँच्चै अबको आउँदो भागमा भुन्टीलाई राम्रो गर्छन् त? जब भुन्टीले आफ्नो ससुरालाई स्वागत फुलमाला गरे त्यसपछि उनीहरू सबैजना जेठाजु माया गर्थे। जेठाजु पनि रिसाए। अबको आउने भागमा के हुन्छ त? अर्को भिडियोमा पक्कै पनि ल्याउनेछु। युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर अल घन्टी बजाउन नभुल्नुहोला। हस्, धन्यवाद। जय नेपाल।